देशमा रहेको यो सरकारमा रहेको गृहमन्त्री नै नालायक पशु यो दलालहरूको संरक्षक भन्न चाहन्छु म चाहिँ। अब यो सरकारले चाहिँ हटाएर अहिले भएको गृहमन्त्रीलाई हटाएर नयाँ गृहमन्त्री राखेपछि अब हामीलाई एउटा हेल्प ट्याक्स चाहिँ दिनु पर्यो। अब गृहमन्त्रीलाई मात्रै नेपालको सरकारलाई मात्रै नभने नेपालको त आम सर्वसाधारण जनतालाई पनि तपाईँको दलाली देश भनेर चिनिन्छ कि जस्तो मान्छु कि म। कता कता हेर्दा किनभने तपाईँको एकातिर कर्मचारी जाऊ कुनै मालपोत कार्यालय जाऊ त्यतातिर पनि घुसपैठ देखिन्छ। यातायातमा लाइसेन्स निकाल्न जानुहोस् तपाईँको लाइसेन्स पनि नक्कली आउँछ होइन, त्यता पनि घुसपैठ छ। अब एकजनालाई होइन नेपाली जसले चाहिन्छ उसैले खान थाल्यो कि। अब हामी नेपाली जनता कहिले सुधारिनु कस्तो हुनेछ? यस्तो छ के छ भन्दाखेरि तपाईँको प्रश्न म भन्छु कि तपाईँलाई उत्तर। अब मालपोतको कर्मचारी मालपोतमा भएको दलाल छुट्टै दलाल हो क्या, त्यो नर्मली 1500 वाला दलाल हो होइन। त्यो चाहिँ किनकि उसले बिचको ब्रोकर काम गरेर खाने 5000 2000 खाने त्यो कुरोलाई ठुलो इस्यु नबनाऊ क्या। यातायातमा हुने तपाईँको मालपोत हुने यो भनेको त हाम्रो देशको मान्छे बेचिरहेछ नि होइन। गृहमन्त्रीको काम के हो? गृहमन्त्रीको विभाग के छ? अध्यगमन विभाग होइन। विदेशमा कुनै पनि नेपाली पुरुष या महिला जाँदाखेरि रोक लाउने के कामको लागि जाँदैछ होइन, के कामको लागि जाँदैछ? घुम्न जाँदैछ कि काम गर्न जाँदैछ? त्यो रोक्नको लागि अधिगमन विभागको के काम हो? त्यो रोक्नको लागि एउटा स्थापित गरेको निकाय हो क्या। त्यहाँको अधिगमन विभागसँग सेटिङ गरेर होइन मान्छे बेच्ने गृहमन्त्रीले जुन कार्य गरेछ नि त्यो त गलत हो नि त होइन। त्यो के तपाईँले भन्नुभयो नि यातायातको मालपोतको त त्यो केही पनि होइन, त्यो नर्मल। अब थोरै यसमा मैले अर्को जोडेँ, यतिका सर्वसाधारण एउटा निमुखी गरिबीको जनताको छोरा भएको भए थिए यसरी मानव तस्करी गर्दै 50 लाख 60 लाख 1 लाख 1 करोड जस्तो पैसा जो खाइरहेछन् उसलाई कस्तो कारवाही हो? तर अहिलेको गृहमन्त्रीले कारवाही किन हुँदैन? कारवाही त नि सरकार कसको छ? उनीहरूकै छ होइन। काङ्ग्रेसको एमालेको सरकार छ होइन, उसको सरकार हुँदा त कारवाही हुँदै हुँदैन। अब नेपाली जनता श्रमिकहरू चाहिँ उठ्नु पर्यो क्या। अब जतिजना जुन श्रमिक छ नि विश्व हाम्रो नेपालभरि बसेको छ नि श्रमिकहरू, त्यो श्रमिकहरू चाहिँ जागरुक हुनु पर्यो क्या। पहिला पनि भुटानी शरणार्थी काण्ड होइन आएको, गृहमन्त्रीको मिलोमतो थियो त्यो बेला को खान्थ्यो तपाईँलाई थाहा छैन होइन, खानै थियो होइन। उसको पालन के गर्यो? नेपाली जनतालाई भुटानी शरणार्थी बनाएर बेच्यो हो, बेच्यो नि। अहिले को छ गृहमन्त्री? काङ्ग्रेसकै छ होइन। उसले के गरेछ? नेपाली जनता सोझा साझालाई विदेशमा होइन भिजिट भिजामा पठाएर सेटिङ गरेर होइन प्रतिदिन 50 लाख रुपियाँ खाएर बेचिरहेछ हो। त्यो कार्यान्वयन गर्छ। अब हामीले के गरेछौँ? स्वतन्त्र वैदेशिक उद्धार श्रमिक सङ्घले अब नयाँ एउटा योजना ल्याउँदैछ। स्वतन्त्र वैदेशिक उद्धार श्रमिक सङ्घ भनेको चाहिँ समाजवादी ट्रेड युनियन महासङ्घसँग आबद्ध भएको यो सङ्गठन हो। हाम्रो सङ्गठनमा अहिले नेपाल अधिराज्यभरिमा 1,25,000 चाहिँ श्रमिकहरू आबद्ध छ क्या। अब हामीले चाहिँ 1,25,000 श्रमिकहरूलाई चाहिँ आन्दोलनमा ल्याउन लाग्छ क्या। विभिन्न क्याटेगोरीमा विभिन्न सेक्सनमा बसेर काम गर्ने, यातायात फाँटको होस्, तपाईँको गलैँचा फाँटको होस्, तपाईँको वैदेशिक फाँटको होस्, आफ्नो फाँट हुन्छ नि क्याटेगोरी अनुसारमा चाहिँ हामीसँग आबद्ध भएको हो। नेपालभरि रहेको 1,25,000 श्रमिकहरूलाई चाहिँ अब सडकमा ल्याउँदैछ क्या। भिजिट भिजा बन्द गर्नु पर्यो है। पठाउने हो भने लिगलाइज ढङ्गले श्रम स्वीकृति दिएर पठाउने हो, नत्र भने भिजिट भिसामा जान पाएन। भिजिट भिसामा जाने मान्छेलाई ठिक छ, जान मान्छे जान्छ क्या। नेपालमा राम्रो एउटा व्यवसाय छ हो कि होइन, मासिक रूपमा 3 लाखदेखि 4 लाख कमाउन सक्छ नेपालमा बसेर। त्यो मान्छे विदेश घुम्न पाए क्या। साउदी जाओस्, कतर जाओस्, दुबई जाओस्, मलेसिया जाओस्, भिजिट भिसामा जान पाए क्या। किनकि ऊ त घुम्न त पाए त, घुम्न जान नपाउने भन्ने होइन क्या। तर नर्मली गाउँबाट उहाँले जुन अहिले कार्य गरिरहेछ नि, गाउँको धादिङको कुन चाहिँ कुनामा एउटा चाहिँ भेडा बाख्रा चराएर बस्ने एउटा महिलालाई दुबईको भिजिट भिजा निकालेर कुवेतमा बेच्न पाए त पाएन नि हो। त्यो चिजहरू चाहिँ बुझ्नु पर्यो क्या। थोरै कुरा मैले यसमा के जोडेँ भने पछिल्लो समय अब नेपाली राजनीतिक दलले त कुनै ठाउँमा सक्दोसम्म देश पनि बेसी खाइसके, अब बाँकी देश थोरै पनि भइरहेको छ। जसरी नेपाली जनतालाई राखेछ नि, अब आउने विगत वर्षमा त्यसरी नेपाली देश पनि बेचेर सकाउँछन् कि भन्ने अहिलेको नेपाली जनताले महसुस भइरहेको छ। के कतिको समय बेच्नै सक्ला जस्तो समस्या? देश बेच्ने कुरो भनेको चाहिँ त्यति सहज छैन होइन। देशको यो देशमा भएको जनताहरूले मान्छे नै बेचिसक्छन् भने त एउटा माटो बेच्ने त कुनै नेताले किन्छ? माटो बेच्नु र मान्छे बेच्नुमा फरक छ। माटो बेच्न अलिक गाह्रो होला, मान्छे बेच्न सजिलो छ क्या। मान्छे बेच्न चाहिँ सजिलो भएको कारणले बेचेको। अब चाहिँ यो मान्छे बेच्ने कार्य चाहिँ बन्द हुन्छ। अब बन्द हुनुपर्छ। तपाईँ मिल्नु पर्यो, म मिल्नु पर्यो, सबै मिल्नु पर्यो क्या। मिडियाहरूले गफ मात्र लाएर हिँड्नु भएन नि त। मिडियाहरूले फुक्नु पर्यो नि होइन, जनताको आवाजलाई सम्प्रेषण गर्न सक्नु पर्यो नि। यहाँ त पछिल्लो समय के देख्छौँ, मिडियालाई मात्र दोष होइन, मिडियामा विभिन्न किसिमका होइन तपाईँले सचेत तथ्यात्मक समाचार बाहिर ल्याउनु पर्ने
देखाउने नेपाल सरकारले पनि तपाईँको साइबर सूचना विभागमा तपाईँलाई थाहा छ नि जसले राम्रो काम गर्छ उसलाई सक्दोसम्म त नेपाल सरकारले बन्दिसै बनाउँछ, तपाईँले देखिराख्नु भएको छ नि। मिडिया चाहिँ एकलौटी हुनु पर्यो नि त, मिडियाको एउटा ग्रुप बनाउनु पर्यो क्या। मिडियाले साँच्चीकै सत्य तथ्य होइन समाचार सम्प्रेषण गर्दाखेरि होइन अब सूचना विभागबाट तपाईँलाई समस्या पर्छ, साइबर ब्युरोबाट फोन आउँछ, नेपालको मिडियाहरू एक हुनु पर्यो नि त। यहाँ धेरै थरीको मिडिया छ नि त, कसको सुहानी पहिले गयो होइन, कसले भुँडी बोकायो भन्ने होइन भिडियो बनाएर हिँड्नु भएन क्या। यो समस्या के हो भने पार्टी वकिल पनि पार्टीकै, पत्रकारपट्टि पार्टीकै, कर्मचारी पार्टीकै, त्यही भएर देश बिग्रेको भन्ने छ जनताको जनमानस। होइन मान्छेको यस्तो छ पार्टीको राजनीतिक आस्था राख्न पाएका जो कसैले, म कुनै पनि पार्टीको आस्था होला, तपाईँ कुनै पनि पार्टीको आस्था होला, भाइ कुनै पनि पार्टीको आस्था होला क्या। पार्टीको आस्था छ भन्दै पनि कुनै पनि पार्टीको आस्था छ भन्दै पनि पार्टीको व्यक्तिले जे भने त्यही गर्नुपर्छ भन्ने त छैन नि। आस्था त जसले पनि राख्न पायो होइन। काङ्ग्रेस पार्टी नराम्रो होइन नि हो, यस्तो छ। काङ्ग्रेस यहाँ सुन्नु, काङ्ग्रेस पार्टीको सिद्धान्त ठिक छ, माओवादीको आफ्नो ठाउँमा सिद्धान्त ठिक छ, एमालेको सबै पार्टीको सिद्धान्त ठिक छ क्या। पार्टीमा आबद्ध भएर यो देशमा होइन प्रधानमन्त्री बन्ने, गृहमन्त्री बन्ने व्यक्तिहरूको चाहिँ सिद्धान्त सोचाइ चाहिँ फरक भयो क्या। यो झोलेहरूले बिगार्यो नि त, पार्टीले दोष दिने होइन क्या। त्यसो नेपाली जनताले जस्तै अब यी व्यक्तिलाई खारेज गर्न किन सक्दैन त? खारेज त गर्ने दिन आउँदैछ त, पहिलेको भन्दा त धेरै जनताहरू त बुझिसकेको छ त। तब अहिले नेपाली जनतामा राज मात्र भोलिको दिनमा चाहिँ तपाईँलाई थाहा छ नेपालमा त राजा ल्याउने, अब राजा ल्याउने भन्ने सम्भावना कतिको देखिन्छ? होइन नि, यो राजा आएपछि के यत्र भ्रष्टाचारी गर्ने नेतादेखि राजनीतिक दलहरू के खारेज हुन्छ? होइन जनताले राजा ल्याउँछु भनेर हिँडेकै छैन। कहाँ देख्नुहोस् देख्नु भएन त्यो जनता, त्यो त बिचरा सोझा गरिबको छोराहरूलाई भाडामा ल्यायो नि। यो साँच्चीकै राजा चाहिन्छ भनेर उभिएको त तपाईँले भाडामा ल्याउने मान्छे चाहिँ को हो कि? ए बा पैसा नि, देशमा रोजगारको व्यवस्था छैन हो। आज दिनभरि काम गर्यो भने भरे बेलुका उसले भत्ता पाउँदैन, तलब पाउँदैन। त्यसो भने त्यो भाडामा ल्याउने मान्छे पनि त्यो राजनीतिक दलको कुनै नेता होला नि त? छैन, कुनै पनि नेता नै छैन। अनि कसले ल्याउँछ त उहाँले भाडामा? अर्ध पागलहरूले ल्याउँछ क्या। अस्ति दुर्गा प्रसाद जस्तो अर्ध पागल थियो नि, हो अर्ध पागलहरू 2-4 पैसा गोजीमा भएको सामाजिक अभियान त हो भन्ने होइन, देशमा उथुल पुथुल गर्ने, अब मिडियामा हाइलाइट बन्ने, नाम पाउने जस्तो अर्ध पागलहरूले ल्याउने क्या। त्यसो भने उहाँ अर्ध पागल हो भने नेपाली जनताले किन दुर्गा प्रसादलाई सपोर्ट गरेर राख्नु? पैसा छ नि त, पैसाले यो देशको गृहमन्त्री जस्तो व्यक्तिले नेपालीलाई सेटिङ मिलाएर बेच्छ भने जस्तै पैसा भयो भने नेपालको कानुनदेखि लिएर विभिन्न किन्न पाइने देश कानुन हाम्रो नेपालको जस्तो मान्छौँ हो। तपाईँले किन होइन हो होइन, किन होइन भन्नु न, त्यस्तै देखिन्छ होइन? भइरहेछ त्यसो भने किनेर नेपालको प्रधानमन्त्री पद पाउँछ? त्यो पदसँग कुरो भएन क्या। मैले व्यक्तिको जनताको कुरो गरिरहेको छु क्या। प्रधानमन्त्रीको पद किन्न पाउँछ भनेको छैन नि मैले, मान्छे व्यक्ति त किन्न पाए त, अब पाएन। उसले ताल पर राखेको दलले त तालमाले देख्नु भएन त प्रधानमन्त्री पद नै किनिदिइहाल्छ। भोलि दिनमा भन्न सक्दैन, सांसद हुन्छ नि समानुपातिकमा होइन, किनेर सांसद भयो नि त। समानुपातिक कोटा हुन्छ क्या। समानुपातिक कोटा भनेको चाहिँ दलितबाट हुन्छ कि जनजातिबाट हुन्छ कि महिलाबाट हुन्छ कि कोटा हुन्छ नि, त्यो कोटाको लागि चाहिँ किनकि त्यो पाउनुपर्ने व्यक्तिले नपाइकन कुनै पनि व्यक्तिले पार्टीले 2 करोड या 3 करोड सहयोग गर्यो भने त्यो व्यक्तिले सांसद पाउँछ क्या, समानुपातिक सांसद पाउँछ क्या। अब यसै विषयमा हामी अब अन्तिममा पनि छौँ होइन, अब धेरै लामो पनि भइसकेको छ। अब अन्तिममा मैले सोध्न बिर्सेका त्यस्ता केही प्रश्नहरू तपाईँले भन्न मन लागेको जिज्ञासाहरू केही छन् भने? अब तपाईँले सोध्न बिर्सेको चाहिँ मलाई थाहा छैन होइन, मलाई भन्न मन लागेको कुरा चाहिँ यस्तो दलालहरूले चाहिँ तत्काल कारबाही हुनु पर्यो, मानव बेचबिखन मुद्दा चल्नु पर्यो, यिनीहरूलाई घटीमध्ये 8 देखि 10 वर्षको चाहिँ कैद सजाय हुनुपर्छ। किनकि अहिलेसम्म समात्ने कुरा समातिरहेछ, मुद्दा चलाउने कुरा चलाइरहेछ क्या। अब भट्टाभट समात्नु पर्यो क्या। यस्तो मान्छेलाई त उहाँ नेपाल सरकारले त शब्दसम्म खोजखाज गरेर पनि कारबाहीको कानुनी कारबाहीमा उभ्याउनु पर्ने ठाउँमा त उल्टा सरकारले त शब्दसम्म पैसा किनिदिन्छ, कानुनै किनिदिन्छ, उहाँहरू फरार के भाग्नुहुन्छ भन्ने कुरा जनताको जनगुनासो पनि छ। हामी स्वतन्त्र वैदेशिक उधार श्रमिक सङ्घ छ, अहिलेसम्म मेरो कार्यकालमा स्वतन्त्र वैदेशिक उधार श्रमिक सङ्घको अध्यक्ष भएर काम गरेदेखि आजसम्म 500-600 जना जति नेपाली चेलीको मैले उद्धार गरिसकेको छु। आजसम्म पनि कुनै पनि एजेन्टले चान्स पाएको छैन क्या। स्वतन्त्र वैदेशिक उधार श्रमिक सङ्घ तपाईँले गर्नुभयो ठिक छ, अहिलेको नेपालको कानुनी सरकार वा कानुनबाट रहेका तहहरू कुनै पनि प्रशासनबाट तपाईँको मुद्दा हाल्दाखेरि होइन, पछिल्लो समय मैले यसो देखेको छु, हेरेको पनि छु होइन, यो वैदेशिक रोजगारको विषयमा होइन,
तपाईँहरू एजेन्टलाई ल्याउनुहोस्, अपराधीलाई ल्याउनुहोस्, हामी कारबाही गर्छौँ भन्ने यहाँ कतिपय कानुनी ढङ्गका संस्थाहरूले पनि भनिरहेछन् यसरी होइन। प्राचो त एजेन्टलाई भेटेपछि नेपाली जनताले आफै कारबाही गर्न सक्दैन। नेपाली जनताले आफै कारबाही गर्ने दिन पनि आउँछ, दिन आउँछ। त्यसो भने उहाँहरूलाई राखेको अर्थ के भयो त? कानुन पालना पर्ने आवश्यकता किन? नेपाली राज्यको कर तिरेर, जनताको कर तिरेर। सिस्टम थियो नि त, एउटा सिस्टम थियो नि, सिस्टमलाई चाहिँ मान्नै पर्छ। सिस्टमलाई मान्न पर्छ। ए बाबा यस्तो क्या तपाईँलाई भनौँ न, कुनै पनि प्रहरी चौकी हो, त्यो आवश्यकता छ कि छैन? छ कि छैन? प्रहरी चौकी आवश्यकता छ नि। हामी कसका जान्छौँ? गुनासो पोखेर प्रहरीका जान्छौँ। प्रहरी गर्ने नगर्ने उसको ठाउँमा छ क्या। तर नेपालको कानुनभन्दा माथि त हामी जान मिलेन नि। सकेसम्म नेपालको कानुनभन्दा मुनि नै बसेर काम गर्ने हो नि। भोलिको दिनमा नेपालको कानुनले जुन व्यक्तिलाई अराएको कार्य उसले राम्रोसँग गरेन भने उसको विरुद्ध पनि एक्सनमा जान सक्छ नि। यो देशमा के राजा के अरे हटाउनलाई चाहिँ देशव्यापी रूपमा जनताले आन्दोलन गरेन? 62-63 के अरे 62-63मा 18 दिने 19 दिने जनआन्दोलन गरेन? राजा हटाएन? हटाउन सक्यो त, सक्यो नि। त्यसो भने जनताले चाहेन अबको नेपालको राजनीतिक पार्टीहरू पनि खारेज गर्न सक्छ? किन सक्दैन? आजको राजनीतिक पार्टीको प्रधानमन्त्री बनेको, गृहमन्त्री बनेको हामी जस्तै जनताले भोट दिएर बने होइन भने हो नि होइन? जनताले चाहिँ जे पनि हुनसक्छ क्या, हेरौँ न। ल, उहाँको अमूल्य समयको लागि धेरै धेरै धन्यवाद छ। हस्, धन्यवाद।